विशेष गरी हामीहरू अहिले यो 9 बजेतिर हामीलाई प्राप्त जानकारी अनुसार चाहिँ रसुवागढी नाकाबाट चाहिँ बाढी अलि ठुलो बाढी आयो र त्यसबाट चाहिँ विभिन्न प्रहरी चौकीहरू भन्सार कार्यालयहरू त्यसपछि हेल्थ पोस्टहरूमा चाहिँ केही असर गरेको भन्नेसम्म जानकारी छ। त्यो सँगसँगै बाढी चाहिँ विभिन्न जिल्लाहरू हुँदै अहिले चाहिँ हाम्रो पछिल्लो जानकारी अनुसार चाहिँ धादिङको गल्छीमा आइपुगेको करिब आधा घण्टा जति हामीले थाहा पाएका छौँ। त्यसमा क्षतिको विवरण चाहिँ आइसकेका छैन, किन भन्दाखेरि त्यहाँ एनटिसी एनसेलका टावरहरू पनि बाढीले गर्दा क्षति भएका छन् र त्यो एनसेल एनटिसीसँग पनि हाम्रो सम्पर्क भएर उहाँहरूले मर्मत गर्ने काम पनि गरिराख्नु भएको छ। अहिले हाम्रो फेरि केही समयमै हाम्रो माननीय प्रधानमन्त्रीज्यू को अध्यक्षतामा राष्ट्रिय परिषदको बैठक पनि बस्न लागिरहेको छ। अब लगभग सुरु भइसकेको हो। अहिले चाहिँ हाम्रो माननीय गृहमन्त्रीज्यूको अध्यक्षतामा अहिले हाम्रो कमान्ड पोस्टको बैठक सम्पन्न भइसकेको छ र त्यहाँ आवश्यकता अनुसार हामीले 2टा अघि नै र अहिले फेरि एउटा थप गरेर 3टा हेलीहरू चाहिँ नेपाली सेनाको हेलिकप्टरहरू चाहिँ पठाइसकेका छौँ। त्यो सँगसँगै स्वास्थ्यकर्मी सहितको हेली पनि पुगेको छ। हामीलाई क्याजुअलिटीहरू यति भन्ने छैन, 1-2वटा केसमा चाहिँ अब रेस्क्यु गर्नु पर्यो भनेर हामीलाई जानकारी आएको पनि थियो र हामीले त्यहाँ के कस्तो छ भनेर हेलीहरू चाहिँ तुरुन्तै पठाइसकेका छौँ। यति नै भने अब योभन्दा बढी जानकारी विवरण चाहिँ उहाँहरूबाट थप पाएपछि अहिले हाम्रो ठ्याक्कै भेरिफाइड त हुनु बाँकी छ, तर हामीले अहिले प्रारम्भिक रूपमा चाहिँ हेर्दाखेरि चाहिँ यो आइस मेल्ट नै हो। पहिला चाहिँ त्यहाँको नदी थुनिएको थियो हैन, हिउँ पहिरोले गरेर, र त्यो चाहिँ केही हामी अघि जुन 9 बजे थाहा पाएँ त्यो बेलाभन्दा केही समय अगाडि चाहिँ त्यो नदी त्यो थुनिएको चाहिँ खुलेको भएर चाहिँ 81 बाढी आएको भन्ने छ। यो चाहिँ मैले अझ भने अझै आधिकारिक चाहिँ आउनै बाँकी छ। प्रारम्भिक अनुमान चाहिँ त्यसरी गरिएको छ। गत वर्ष पनि लगभग मनसुन सुरु हुने बित्तिकै भएको थियो भने अहिले पनि यो अवधिमा भएको छ। अब यसको लागि मेनली चाहिँ हामीले ट्रान्स बाउन्ड्री डिस्कसन चाइना तिब्बतसँग पनि छलफल गरेर विशेष गरी हामीलाई यतिपट्टि नै थाहा भएको भए अलिक पहिले नै थाहा हुन्थ्यो। अब उतापट्टिको भएको भएर हामीलाई यहाँ बाढी आइसकेपछि नै